म अहिले दाङ सल्यान र रुकुमको सडक खण्ड राप्ती राजमार्गको हाल कपुरकोटको लेखमा छु। यो मेरो पारिको दृश्यमा देखिएको यो राप्ती राजमार्ग हो। म यो बाटोमा हिँड्न लागेको 2072 सालदेखि अहिले 2082 सालसम्म लगभग 10 वर्ष पुग्नै आँटिसक्यो। 2072 सालदेखि म रेगुलर यो बाटो यात्रा गरिरहेको छु। कहिले बसमा गरिरहेको छु, कहिले हाइसमा, कहिले कारमा, कहिले बाइकमा, कयौँ पटक पैदल पनि हिँडियो कोरोनाको समयमा यो बाटोमा। 2072 सालदेखि यो बाटोको स्तर उन्नति हुन सकेको अझै पनि छैन। कतै कतै टालटुल चाहिँ कामहरू भइरहेको छ। सल्यानका रुकुमका नेताहरूलाई एकपटक ट्र्याक्टरमा हालेर दाङबाट सल्यान रुकुम अनि रुकुमबाट दाङ के अरे रुकुमबाट सल्यान दाङसम्म ल्याउने ठुलो रहर छ मेरो। यदि यी नेताहरूलाई ट्र्याक्टरमा हाल्ने सहयोग गर्नुभयो भने, तपाईँहरूले सबैले सहयोग गर्नुभयो भने बरु म ट्र्याक्टर किन्न तयार छु। मेरो ट्र्याक्टरमा यिनीहरूलाई ट्र्याक्टरको पछाडिको ट्रालीमा हालेर यो समाजको के अरे यो समाजले भोगिरहेको यो बाटोको दूर दृश्यता सबै देखाउने चाहिँ मेरो ठुलो सपना छ। किनभने आफूहरू एसीवाला कारमा अनि अथवा हेलिकप्टरमा सवार गर्छन्, तर जनता कस्तो बाटोमा हिँडिरहेको छ, जनताले कस्तो समस्या भोगिरहेको छ भन्ने कुरा चाहिँ नेताहरूले त्यो ध्यान दिन छोडिसके। हुन त 20औं वर्षसम्म एउटै सत्तामा बसेर नेपाल सरकारको नुन पानी खाएका नेताहरूले आफ्नो पेट पाल्न बाहेक अरू केही आँखा लगाएनन्। हामी जनताहरू पहिलो कुरा त कमजोरी हामी जनताहरूको नै हो। हामीले नेतृत्व चेन्ज गर्नुपर्ने थियो, हामीले नेतृत्व चेन्ज गर्न सकेनौँ। त्यही भएर विशेष गरी रुकुम र रोल्पाका, रुकुम पश्चिम त अहिले पश्चिम र पूर्व छ, उबेला रुकुम मात्रै थियो, पश्चिम र पूर्व भएको भर्खरै हो, 5-7 वर्ष लगभग 10 वर्ष पुग्न थाल्यो। तर रुकुम र रोल्पा के अरे रुकुम र सल्यानका यी प्रतिनिधित्व गर्ने नेताहरूलाई एकपटक ट्र्याक्टरमा हाल्न सम्पूर्ण यहाँका जनताहरू एकजुट हुन म विनम्र अनुरोध गर्दछु। अनि यो बाटोमा यो राप्ती राजमार्ग हो, यसको बाटोको स्तर उन्नति हुन सकेको छैन। यो सडकको स्तर उन्नति कहिलेसम्म हुने हो? ठेकेदारलाई टेन्डर दिने, कमिसन खाने र फेरि टेन्डर क्यान्सल गर्ने काम मात्रै हुने हो कि साँच्चीकै बाटो राम्रो हुने हो? यी नेताहरूले साँच्चै देश परिवर्तन गर्न लागेका हुन् कि हामीलाई शास्ति मात्रै बोकाउन लागेका हुन्? हामी सबै एकताबद्ध हुन जरुरी छ। हामी जनता जाग्न जरुरी छ।